नमस्कार साथीहरू, हेर्नुहोस् भ्रष्टाचारको एउटा अजुब नमुना देखाउँदैछु। यो सिराहा नगरपालिका वार्ड नम्बर 3 मखना रमोल अन्तर्गत मखनामा पर्ने स्वास्थ्य चौकी हो। र स्वास्थ्य चौकी बनेको विगत लगभग 4-5 वर्ष भयो होला जस्तो लाग्छ मलाई, हैन। र त्यसको बनेको 4-5 वर्ष भइसक्यो, त्यसको युज केही भएको छैन, हैन। र यसमा के कति भ्रष्टाचार हुनसक्छ आफैले पनि तपाईहरुले यो मूल्याङ्कन गर्न सक्नुहुन्छ। एकचोटि हेर्नुहोस्, यो हो सिडी। अब यसरी हामी चढ्दाखेरि यो सिडी आफ्नो घर भएको भए अहिलेसम्म पूजा गरेर घर बसिसक्थे। यहाँका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, स्थानीयहरू हेर्नुहोस्, यहाँ त्यो मेन रोडदेखि यहाँसम्म पुरै माटो भराएको छ, त्यो पोखरी भरेको छ। त्यसपछि यो स्वास्थ्य चौकी बनेको र स्वास्थ्य चौकीको अहिलेको अवस्था हेर्नुहोस्, 4-5 वर्ष भइसक्यो, त्यसको केही युज भएको छैन। जनताको पैसा खाना बाहेक केही जानेका छैनन् यहाँका स्थानीय नेता, स्थानीय जनप्रतिनिधिहरूले। अब यो के भन्नु, यसलाई के भन्न मिल्छ, तपाईहरु आफै एकचोटि भनिदिनु होला।